हेर्नु चाहिँ पर्यो। हाम्रो नेपाली कल्चर, नेपाली समाज, मौसरकी गौडा भेट हुन्छ कबै कबै हुड्क्यौली त नाची हेल्यौ देउडा खेलौ सबै। परदेशी जिन्दगी यस्तै हो है। कुनै समयमा टाइम मिलेछ भने एलिना चौहानको मात्र होइन सबै कलाकारको देख्नेछौँ हेर्नेछौँ। गुड मर्निङ गाइज, वेलकम ब्याक टु न्यू डे न्यू भलसमा। म भरत मगर आयो हजुरहरू पनि एकदमै आराम अनि राम्रै हुनुहुन्छ होला भन्ने आशाको साथमा म पनि एकदमै आरामै अनि राम्रै छु। आजको भिडियो चाहिँ हजुरहरूले हाइलाइट र थम्बनेल हेरेर त अलिअलि थाहा पाइसक्नु भएको होला, किनभने आज म चाहिँ नेपाल फेस्टिभल 2025 को हुँदैछ होइन। आज दुबई क्रिकमा आज दुबई क्रिकमा जाँदैछु होइन। प्रोग्राम मनाउनु पर्दा कस्तो हुन्छ होइन, उता गएर हजुरहरूलाई देखाउने नै छु। अहिले चाहिँ दुबई क्रिक पार्कको लागि लागिरहेको छु। दाइ पनि हुनुहुन्छ, दाइ चाहिँ उता पार्कसम्म जाँदै हुनुहुन्छ अन्त दाइ आधा बाटोसम्म पठाइरहनुहुन्छ मलाई। हजुरहरू त्यस्तै हो, अब आज अलि अर्कै काम थियो, त्यही भएर जानु भएन हजुर भाइसँग। आज चाहिँ एक्लै जाँदैछु, दाइ चाहिँ जानु मिलेन। दुबई क्रिकको लागि हामी जान लाग्यो। म चाहिँ लेप आउनु पनि राइडमा चढेर सिधा एयरपोर्टतिर पुगेछ, फेरि वापस आएर यता आइयो। गाह्रो भयो नि जिन्दगी। म त एकछिन बिहोस भइसक्यो नि त जानलाई। यसो के हो भने लोकेसन पत्ता नलागेर नै गाह्रो भयो नि। भइला नि लोकेसन थाहा भइदिएको एकछिन आइहाल्थ्यो होला, लोकेसन नपाए पत्ता नलागेर मलाई धेरै गाह्रो भयो। अहिले चाहिँ जोस् आइपुग्यो। अहिले पनि मेरो रेस्टुरेन्टमा गएको छु। अब यहाँदेखि अगाडि जानुपर्छ एकछिन पछि होइन। हेर्नुहोस् चाहिँ मान्छेहरू कति हो कति सबैजना के गर्नु। अब नेपाल फेस्टिभल मनाउनै पऱ्यो, हेर्नै पऱ्यो होइन। सबैजना जाँदैछ यस्तो गाह्रो छ नि हौ रहेछ। र आज त डराउँछन् होला, भिड छ होला होइन। जानु त पऱ्यो, हेर्नु चाहिँ पऱ्यो। हाम्रो नेपाली कल्चर, नेपाली समाज, हिँडेको हिँडिसम्म हो। आज अलि माथि झरेछ, धेरै हिँड्नु पर्ने भयो दुबई क्रिक पार्क जानलाई। टाइम चाहिँ लाग्ने भयो हिँडेर। गर्मी चाहिँ खाइगई छ मजाले। बाहिर म जाँदैछु मैले। अब चाहिँ थोरै छ, लोकेसन हेर्दै जान लागेको। अब पहिलोचोटि भएर अन्धाधुन्दामा आएर होइन अलि गाह्रो भयो। फर्स्टचोटि यस्तै हुन्छ कि अब एकपल्ट आइसक्यो भने सबै कुरो थाहा हुन्छ होइन, आउन जानलाई। अब के गर्नु, सुरुचोटि यस्तै हो, केही छैन। दुःख पायो भने चाहिँ राम्रो पनि हुन्छ। उता के रहेछ सबै आफ्ना आफ्ना कला संस्कृति। बाबा सबै आफ्ना आफ्ना कला संस्कृति देखाउँदैछन् होइन। हेलो जल्दी कता हुनुहुन्छ हौ? मै अगाडि छु नि हौ, यहाँ माथिरा ठाउँमा लिम्बू कल्चरहरूको।
के हालेको भन्नु अरे लिम्बूको जस्तो लगाइदिएको छ सायद होइन लिम्बू कल्चरको बाटो नाच्यो यता फेरि अर्को छ अर्को के हो रमाइलो थारू सङ्घ होला फेरि थारू सङ्घ आफ्ना आफ्ना कल्चरहरू होइन हामी जस आज रमाइलो लाग्यो हामी चाहिँ आज चाहिँ मजा भइरहेको छ गाइजहरू पुरा हामी चाहिँ अहिले चाहिँ सोल्टीहरूसँग भेटघाट पनि भइसक्यो पर उसले धेरै टाइम बस्यो होइन यहाँ धेरै छ क्या आज त हाम्रो गाउँघरको मेलाभन्दा पनि धेरै ठुलो पो भएछ होइन अब चाहिँ हामी एकछिन घुमघाम गर्नुपर्छ रमाइलो गर्नुपर्छ कृषि र भोजनमा प्रसिद्ध छन् सामुदायिक संस्कृति र चाडपर्वबाहेक हामी नेवा समुदायमा पुरुष र महिला नेवाहरूमा फरक रीतिरिवाजहरू छन् महिला नेवा रीतिरिवाज जन्म बच्चा जन्मको भात खुवाउने यिनी बेल विवाह
Festival 2025. Thank you so much, ladies and gentlemen. Thank you so much for your presence. यिनीहरू बोलेको धेरै सुन्नेको छु प्रदर्शन भइरहेको छ जुनलाई लाठी नाच भनिन्छ। यो थारू समुदायमा नाचिने लाठी नाच हो। विशेष गरेर मध्य नेपालको तराईमा पर्ने चितवन जिल्लामा यसको प्रचलन बढी पाइन्छ। खास गरेर यो नाच फागु पूर्णिमामा नाचिने नाच हो। तर वर्तमान बन्द गर भनेकोले पछि बन्द गर भनेको हामीले घाँसो हाम्रो नाच गइरहेको सबैजना हात माथि खै त मौसरकी गौडा भेट हुन्छ कबै कबै हुर्क्यौली त नाची हेल्यौ देउडा खेलौ सबै लाग्नु पर्यो होइन समुद्रमा जानु पर्यो यता यस्तो प्रोग्राम पनि मजाले हेर्यो अझै बाँकी नै छ प्रोग्रामहरू अझै पनि आधा जति पनि भएको छैन होइन अहिले जानु हामी चाहिँ चारैतिर समुद्र यसो जानु पर्यो भने हेर्नलाई अब के गर्नु त्यस्तै हो नि आज त यस्तै भयो जिन्दगी आज चाहिँ घुमघाम रमाइलो तर उतातिर कान खाएर सुन्नै नसक्ने भयो कि त्यही भएर यस्तो अब समुद्रमा पनि रमाइलो गर्नु पऱ्यो मजा लिनु पऱ्यो होइन जाँदैछु ल तपाईँहरूलाई म समुद्र देखाउँदैछु नदेखाउनु चाहिँ कस्तो ल त्यही हो नि हाम्रो दुवै क्रिक पार्क भन्ने चाहिँ ल हेर्नुहोस् पुरा होइन रमाइलो छ नि हौ आज त धेरै पुरा ल हाम्रो सोल्टीहरू ओ सोल्टी स्वागत छ है स्वागत छ सोल्टीहरू के छ ल जानुपर्छ नि हो आज जस हेर अबेला भइसक्यो अब साँझसम्म यही हुन्छ होला अब साँझपछि फेरि रुमतिर जानुपर्छ हाम्रो कराराको डान्सर भाइहरूलाई देखाउने छु है कराराको भाइहरूलाई कङ्ग्रेचुलेसन है रहेछ के छ नि सबैजनालाई कङ्ग्रेचुलेसन है कङ्ग्रेचुलेसन ल बधाई छ हजुर 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 ल ल डान्स भाइहरूको राम्रो छ प्रशस्ति राम्रो छ है बच्चाहरू खेलेको है चाहिँ बच्चाहरू खेल्ने ठाउँ रहेछ पुरा आज धेरै छ है मान्छेहरू त्यो कति सबै खाएर होइन मोमो स्टार ओहो सोल्टी के भयो यस्तो लार पोल्टिन भयो
बिचरा लामो पल्टिन भयो हजुर जाने हो ए म पनि लाग्नु पर्यो क्याबाट मर्दैन ताजा छ अब गाह्रो छ सोल्टी त्यो रमाइलो भयो कतिखेर जाने नि र आज त पुरा तर धेरै फोहोर फाल्न पर्ने हो क्या नि यो फोहोरहरू होइन खाएर पनि के लास्टै बेइज्जती गरे नि यिनीहरूले आफ्नो खाएको आफै बस्ताको डब्बामा त्यसमा फाल्न पर्ने अहिले पो भएछ त मेला त यस्तो जात्रा अघि भन्दा त अहिले भरेछ नि हौ कति हो अर्को सब भरेछ के छ यार अब के यस्तै छ त्यही रात पर्छ जस्तो छ हामीलाई अझ आर्टिस्ट मोडेलहरू त अनि सिङ्गरहरू त अझै सुरु नै भएको छैन प्रोग्राम अब कतिखेर हुन्छ सिङ्गरहरूलाई हेरेर गाना सुनेर जाम भनेको तर भएन अझै सुरु नै भएको छैन अहिले दिइरहेको छैन हेर्नुहोस् है आजको दुबई किरिक पार्कको यस्तो प्रोग्राममा नेपालीहरूको भिड भुइँसो लागिरहेछ तल चाहिँ प्रोग्राम भइरहेछ यहाँ चाहिँ अहिले हेर्नु डाँडामा हिँडिरहेका छन् के भन्नु यस्तै छ है यस्तै छ सोल्टीहरू पनि यता सोल्टी ल आउनुहोस् ल अब जाउनुहोस् जान यो पानी फालिनु पर्यो पिउने पिउने हो सोल्टी कचरामा फालिदिउँ है आज त पार्क त पुरा भरिसक्यो पुरा कता जान लाग्नु भएको खै त हाम्रो सोल्टीहरू ए पछाडि कता त जाने ल चाहिँ हामी अब कता जाने हो त हामी पार्क घुम्ने हो अब यस्तै घुम्दै होइन सोल्टी बिचरा घुम्दै दुबई किरिक पार्क होइन आज चाहिँ यस्तो रमाइलो भइरहेछ प्रोग्राम थियो होइन नेपाल फेस्टिभल 2025 को मजाले घुम्यो अझै हाम्रो आर्टिस्ट कलाकारहरू चाहिँ अझै प्रोग्राम भएको छैन एकछिनपछि हुन्छ होला सायद भयो भनेपछि एकछिन हेर्ने नै छौँ अनि अहिले हामी यस्तो आएको छौँ यो रमाइलो नै छ यता पनि फुल छ उता पनि फुल अनि यो चाहिँ बस्ने मजाको घुम्ने ठाउँ छ यस्तै ल पार्क चाहिँ ठुलो रहेछ जस घुम्नलाई आनन्द मिल्छ आउनुहोस् आउनु होला मजा छ रमाइलो छ यहाँ पनि अस्तिको भिडियोमा म उता फ्रेम पार्कमा गएको थिएँ नि आज चाहिँ यता किरिक पार्कमा भन्दैछु मजाले जस यहाँ पनि रमाइलो छ तर यहाँ चाहिँ सफाइ गरेर हुन्छ पातमारै झरेछ काम गर्ने मान्छे कम परेछ जस्तो छ तपाईहरु काम गर्ने इच्छा हुनुहुन्छ भने इन्टरभ्यु लिन आउनुहोस् यो पाट के भन्छ रे उखर्नलाई क्रिक पार्क बिल्डिङ त डर छ नि हो लसोल त्यो घुम्ने भए चाहिँ ट्याङ आएर म चाहिँ हिँडेको मरङबाट है अनि तपाईँ
मेरो नाम त राइनी हो राई राइनी भने नि सबैले चिन्छ हैन राई लिम्बू अब त बाहिर उनी भयो त राई नि खोज्नु हजुर इलाम हो इलाम आज यो क्लिक पार्कमा आएको एलिनाको अनुहारै नहेरी फर्किनु पर्यो तपाईँ रोक्नु भएन नि त अलि साँझसम्म रोकेको भए हेर्न पाइहाल्थ्यो नि अनुहार त 10 बजेदेखि आएर कुरेर बस्या हो अहिलेसम्म आएपछि हिँड्नै पर्यो के गर्नु बाध्य छ गाह्रो छ हो राइनीलाई धेरै केही छ केही छैन अब युट्युबमा भोलि अनि उहाँको तपाईँको पछाडि मेरो हजुर मेरो नाम चाहिँ जेनिका लामा हजुर हजुर सोलखुम्बु हजुर के भने आज के अरे रोज मक्तान एलिना चौरानको अनुहारै नहेरी फर्किनु पर्यो त ढिलो भएर हामी चाहिँ अब त्यही त ढिलो हुने भएर हामी चाहिँ रुम फर्किनु के गर्नु फेरि हाम्रो चाहिँ होइन हाम्रो चाहिँ यस्तो छ कि 9 बजे भन्दा भित्र छिरिसक्नुपर्छ हो क्याम्पमा पनि त्यही भएर भइसक्नुपर्छ गाह्रो छ परदेशी जिन्दगी यस्तै हो है कुनै समयमा टाइम मिलेछ भने एलिना चौहानको मात्र होइन सबै कलाकारको देख्नेछौँ हेर्नेछौँ धन्यवाद धन्यवाद गाइस अब चाहिँ हामी चाहिँ निकाल्दैछौँ पार्कदेखि आज प्रोग्राम पनि हेर्न पाएन टाइम पनि बस्यो के भन्नु जानु पऱ्यो होइन रुम पनि टाढा छ कि यहाँबाट नजिक भएपछि पनि अब राति 10 बजीसम्म छ प्रोग्राम त अब 10 बजीसम्म अब यहाँ बसेर अनि रुममा जानु पनि गाह्रो हुन्छ नि 10-12-1 बजिहाल्छ अब 12-1 बजीसम्म फेरि समस्या छ त्यही भएर अब म पनि अब फर्किन आँटेको छु ल एक बार चाहिँ नाइट भ्यू हाम्रो यो दुबईको अहिलेको नाइट भ्यू चाहिँ यस्तो भेट्छ है अब चाहिँ हामी फर्किँदैछौँ दुबईको साथीहरू हिँड्दै हुनुहुन्छ अगाडि नै गरेर म पनि यस्तो बिहान हिँडिरहेको छु अब हाम्रो स्टेसन यहाँ आइरहेको छ यो मेट्रो स्टेसन हो योमा जानुभयो यहाँबाट फेरि एउटा बुर्जुमान गएर बुर्जुमानबाट फेरि जानुपर्छ जबलालीको लागि के गर्नु नि आज त जे होस् यहीँ रात परिसक्यो भरे टाइम लाग्छ होला जानु पनि धेरै म पनि आज एक्लै छु फेरि साथीहरू पनि छैनन् उठाएको के गर्नु अँध्यारो पनि देखिरहेछ नि यता ओहो यतादेखि सम्म बिल्डिङ र यस्तो छ नि यो के अरे चाहिँ म त हेरेको हेरै भयो फाइनली गाइस आज म चाहिँ अहिले चाहिँ रुममा आइसकेँ साथीहरूलाई पनि उताबाट बिदाबादी भएर भइसक्यो अनि उहाँहरू पनि जानुभयो रुमतिर म पनि अहिले रुमतिर आएँ आज प्रोग्राम हेर्नलाई गएको होइन एलिना चौहानहरू अनि सानीश्री परियार नम्रता श्रेष्ठ अनि अरू छन् कलाकारहरू सबै थियो तर उनीहरू प्रोग्राम हेर्न नपाएर आइयो कि किनभने उनीहरूको प्रोग्राम अब 6:30 बजे पछि भएछ होइन अनि ढिलो हुने भएर मेरो फेरि रुम टाढा होइन यहाँ उहाँबाट आउनलाई धेरै टाढा हो टाइम लाग्ने भयो त्यही भएर फेरि हामी पनि छोडेर आइयो होइन अब उता पनि आज प्रोग्राम हेर्ने भएन त्यो एउटा सपना थियो ढोको थियो त्यो पनि पुरा नै भएन उहाँहरूलाई देख्नु पनि होइन अब म्युजिक भिडियोमा अनि त्योबाट हेरेर देखिँदैन तर पर्स्ट देख्ने मेरो चाहना थियो त्यो चाहिँ पुरा भइन सकेन के गर्नु यस्तैको अनि अरू त आजको भिडियो कस्तो लाग्यो होइन हजुरहरूलाई राम्रो लागेन राम्रो लागेमा लाइक सब्सक्राइब सेयर अनि गरिनु होला भन्दै आजको यो भिडियोबाट बिदा हुन्छु नमस्ते गुड नाइट